So hello everyone, welcome back to my video. So सन्चै हुन्छ आशाको साथमा फेरि न्यू डे न्यू भएको सुरुवात गरिसकेको छु। अनि हामी चाहिँ आधार कार्ड बनाउनको लागि जाँदैछौँ। मल्लिका बिरानी बोक्नु छ छोरी हुनुहुन्छ यहाँ बाबु छ दादा। अनि सो तपाईहरुले मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्नु। अहिलेसम्म लाइक कमेन्ट गर्नु भएको छैन भने लाइक कमेन्ट सब्स्क्राइब त्यही गर्नु होला साथीहरु। अनि हामी चाहिँ अब पुगेपछि भेट्छौँ भने यस्तो हामी कारमा बसेको छौँ। सक्नुहुन्छ दिदी हुनुहुन्छ। हाई हाई भन कालो त हाई भन्न हाई 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 भन जसको अनि हामी चाहिँ अब जाँदैछौँ सक्नुहुन्छ साथीहरू। अब चाहिँ हामी पुगिसकेपछि भेट्छौँ है यहाँ आउनु। सो साथीहरू हामी आइपुगिहाल्यौँ। अब चाहिँ भित्र जानुपर्ने हुन्छ। पछाडि आकाश कस्तो राम्रो देखिन्छ। आइसकेको छौँ, अब जानुपर्ने हुन्छ। गाडीहरू आएर आउँछ कि सुन्दैन, गाडीहरू गएको छ त्यसैले साथीहरू आइसकेको छ। सक्नुहुन्छ कति धेरै मान्छे छन्। दिदी त्यहाँ जानुभएको छ, गर्दै हुनुहुन्छ। म चाहिँ यहाँनिर वेट गरिरहेको छु। हेर्नु सक्नुहुन्छ गाडीले ठुलो आउँछ बोल्ने ठुलो नै आइरहेको छैन किन दुई भाइ झगडा गरिरहेको छन्। दिदी त्यहाँ कुरा गर्दै हुनुहुन्छ। नगर न हो के नगर्ने होला गर्दाखेरि साथीहरू मलाई बोर लागेर गराउने के अरे सचाउने मात्र हो मेरो गराउने होइन उसबहरूको गराउने लगु मेरो सचाउने नाम गलत छ त्यो मान्छे सचाउने हो नि साथीहरू। टाइम यति धेरै लागेको छ कि 2 घन्टा भयो हामी आएको। अल्छी लगाइसक्यो, भोक पनि लगाइसक्यो। छिटो गर्नु यता पानी खाना पाएन भनेर चाहिँ मलाई त्यस्तो टाउको बिहान टाउको हाल्थ्यो एक त 5 बजी उठेको झन् त्यसैले जानु अहिले खाना खाएर एकछिन साथीहरू हामी चाहिँ आएर बसिसक्यौँ। पानी पर्न लागिसकेको छ। अनि आधार कार्ड बनाइहाल्यौँ 3टाको। मेरो चाहिँ नाममा चेन्ज गर्नु पर्थ्यो ल तपाईँको पनि बन्छ, नानीको पनि बन्छ। अनि सलिताको एड्रेस र के अरे त्यो नाम मात्र सच्याएर उसको जन्मेको पछि हुन्छ अरे, एकचोटि हुन्न अरे। त्यो जानुको पनि हुन्छ। सन्डे ओपन हुन्छ अरे, सन्डेको दिन। यो सन्डे नै अर्को सन्डे आउला अनि त्यो जानुको पनि बनाउँला। पैसा उ गरिराख्नु होला, लागिहाल्छ। अहिले हाम्रो 3टाको कति 5550 रुपियाँ लाग्यो। बहिनीको 2टा बाबुको को जाँदा जाइरमा त्यही त नातिहरू नभएपछि कहाँ हुन्छ त मम्मी। नातिहरू ल्याएर आउनु पर्यो त। अनि त्यो हातको पिन लिन्छ ऊ लिन्छ। अनि पुरानो कस्तो गर्छ नातिहरू पनि खाली छैन। त्यही त भोलि भनेको अर्को सन्डे आउँला बनाइदिन्छन् मम्मी। स्कुलको त्यहाँ नाम लिएपछि बनाइन्छ, केही चाहिन्न बनाइन्छ। छैन म त्यो नेपाली अङ्कललाई फोन गरेर त्यो स्यालेरी हाल्दै भन्नु। अनि आज
आइसकेको छ दिदी आफ्नो रुममा जाँदै हुनुहुन्छ अब हेर्न सक्नुहुन्छ त्यहाँ जाँदै हुनुहुन्छ साथीहरू अब हेर्न सक्नुहुन्छ बाई बाई दिदी गइसक्नुभयो साथीहरू अब चाहिँ म रुममा गएर खाना खान्छु खाना खाएर अब के अहिले राति भन्दा आउँछ 3 बजिसकेको छ अब 3 बजे भन्दा उता अब के हुन्छ अब रुममै बस्ने माथि काम छ अनि साथीहरू अब सो गाइस हामी चाहिँ खानासाना खाइहाल्नु अब चाहिँ भिडियो एन्ड गर्नुपर्ने हुन्छ सो सबैजनाले लास्टसम्म हेरिदिएकोमा धन्यवाद हेर्नुभएको छैन भने फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला भिडियो र अनि आजको लागि यति नै थ्याङ्क यू बाई बाई लभ यू